दैनिक राशिफल मिति विषंबब 2082 कार्तिक 9 गते आइतबार सन 2025 अक्टोबर 26 तारीख। जय जय श्रीमन नारायण, जय श्री राधे, जय श्री कृष्ण, ओम नमः शिवाय। स्वागत छ शिव दैनिक राशिफल यूट्यूब च्यानलमा। यहाँ तपाईले दैनिक राशिफल पञ्चाङ्ग, ग्रह गोचर, शुभ समय र जीवनलाई दिशा दिने मन्त्रहरू पाउनुहुनेछ। प्रत्येक बिहान तपाईहरूको दिनलाई शुभ बनाउने हाम्रो उद्देश्य हुन्छ। शिव दर्शनले ज्ञान दिन्छ, राशिफलले मार्ग देखाउँछ। हाम्रो परिवारमा सामेल हुन सब्स्क्राइब गर्नुहोस्। आजको पञ्चाङ्ग विवरण। तिथि शुक्ल पक्ष पञ्चमी। सूर्योदय बिहान 6:01। सूर्यास्त साँझ 5:24। शुभ समय चर लाभ अमृत बेला बिहान 7:37 देखि मध्याह्न 11:48 सम्म। दिउँसो 1:12 देखि दिउँसो 2:36 सम्म। प्रदोष बेला साँझ 5:24 देखि राति 8:04 सम्म। अशुभ समय काल राहु बेलुकाको 4:01 देखि बेलुकाको 5:24 सम्म। मेम घण्टा दिवा बिहान 11:48 देखि अपराह्न 1:12 सम्म। उद्योग बेला बिहान 6:13 देखि बिहान 7:37 सम्म। मेष राशि। भाग्याङ्क 9। मन्त्र ओम धर्मराजाय नमः। यो मन्त्रलाई कम्तीमा 19 पल्ट जप्दै कार्य आरम्भ गरे राम्रो हुन्छ। आज तपाईको दिन मिश्रित फलदायी देखिन्छ। सुरुवातमा केही बाधा आइरहनेछ, तर दिनको अन्त्यतिर लाभ मिल्ने संकेत छ। क्रोध रागमा नियन्त्रण राख्नुहोला। वृष राशि। भाग्याङ्क 7। मन्त्र ओम मृत्युञ्जयाय नमः। यो मन्त्रलाई कम्तीमा 10 पल्ट जप्दै कार्य आरम्भ गरे राम्रो हुन्छ। आज प्रेम भावुकताका क्षेत्रमा चुनौती देखिन्छ। घरायसी कामधन्दा सक्रिय रहनु पर्नेछ। खर्च बढी हुने सम्भावना छ, संयमित रहनुहोला। मिथुन राशि। भाग्याङ्क 5। मन्त्र ओम कामदेवाय नमः। यो मन्त्रलाई कम्तीमा 11 पल्ट जप्दै कार्य आरम्भ गरे राम्रो हुन्छ। आजका लागि उत्कृष्ट भाग्यबल देखिन्छ। सामाजिक मिलन कामधन्दा सबैका लागि अनुकूल, तर हतारमा भूमिका नलिनु राम्रो। कर्कट राशि। भाग्याङ्क 2। मन्त्र ओई धन्वन्तरी देवाय नमः। यो मन्त्रलाई कम्तीमा 8 पल्ट जप्दै कार्य आरम्भ गरे राम्रो हुन्छ। आज तपाईका लागि चिन्तनमूलक समय छ। खर्च वर्चमा चेत गर्नुहोला। ज्ञान तथा गुणका क्षेत्रमा समय दिनु लाभदायी हुनेछ। सिंह राशि। भाग्याङ्क 1। मन्त्र ओम वाग्देव्ये नमः। यो मन्त्रलाई कम्तीमा 9 पल्ट जप्दै कार्य आरम्भ गरे राम्रो हुन्छ। आज तपाईले आफ्नो सृजनात्मक पक्ष प्रस्तुत गर्न सक्नुहुन्छ। मेहनत अनुरूप फल प्राप्त हुने संकेत छ, तर प्रारम्भमा अलि होस पुर्याउनु राम्रै। कन्या राशि। भाग्याङ्क 5। मन्त्र ओम अष्टमातृकाय नमः। यो मन्त्रलाई कम्तीमा 11 पल्ट जप्दै कार्य आरम्भ गरे राम्रो हुन्छ। आज सुखद र चुनौतीपूर्ण दुवै पक्ष उत्रिने दिन हो। नयाँ काम थाल्नुभन्दा पहिले विदित स्थिति जाँच गर्नुहोला। तुला राशि। भाग्याङ्क 8। मन्त्र ओम कार्य विनायकाय नमः। यो मन्त्रलाई कम्तीमा 8 पल्ट जप्दै कार्य आरम्भ गरे राम्रो हुन्छ। आज सामाजिक काम, व्यापारी काम सबैका लागि अनुकूल देखिन्छ। खर्चमा वृद्धि हुन सक्छ, तर लाभ समेत सम्भव छ। वृश्चिक राशि। भाग्याङ्क 4। मन्त्र ओम वाग्देव्ये नमः। उपरोक्त कन्या मन्त्र दोहोरिएको कम्तीमा 9 पल्ट जप्दै कार्य आरम्भ गरे राम्रो हुन्छ। आज तपाईले निजी सम्बन्धमा सचेत रहनुपर्नेछ। खर्च नियन्त्रणमा राख्नुहोला। लाभ लिन इच्छा भए संयम अपनाउनु राम्रो। धनु राशि। भाग्याङ्क 3। मन्त्र ओम मृत्युञ्जयाय नमः। कम्तीमा 10 पल्ट जप्दै कार्य आरम्भ गरे राम्रो हुन्छ। आज अभ्यास र परिश्रमले काम छिटो अघि बढ्नेछ। विद्यार्थी तथा व्यापारीका लागि मध्यम सफलता संकेत छ। मकर राशि। भाग्याङ्क 6। मन्त्र ओम धर्मराजाय नमः। कम्तीमा 19 पल्ट जप्दै कार्य आरम्भ गरे राम्रो हुन्छ। आज तपाईको भाग्यबल मध्यम देखिन्छ। काममा सक्रिय रहनुभयो भने लाभ लिन सक्नुहुन्छ, तर अति आतुर मत हुनुहोला। कुम्भ राशि। भाग्याङ्क 5। मन्त्र ओम कामदेवाय नमः। कम्तीमा 11 पल्ट जप्दै कार्य आरम्भ गरे राम्रो हुन्छ। आज तपाईँ संयुक्त प्रयासले कार्य अघि बढाउन सक्नुहुन्छ, तर व्यावहारिक निर्णय लिनु राम्रो हुनेछ। मीन राशि। भाग्याङ्क 7। मन्त्र ओम अष्टमातृकाय नमः। कम्तीमा 11 पल्ट जप्दै कार्य आरम्भ गरे राम्रो हुन्छ। आज तपाईको लागि सम्बन्ध सहयोगका क्षेत्रमा लाभदायी समय छ।
नयाँ सुरुवातका लागि तुलनात्मक सुरक्षित पक्ष हो। च्यानललाई सब्स्क्राइब गर्नुहोस्, बेल आइकन थिच्न नबिर्सनुहोस् र हाम्रो शिव परिवारमा सामेल हुनुहोस्। जय भोलेनाथ। ओम शान्ति है, शान्ति है, शान्ति है।